I am in my mid-20s and this is my first foundation ever. म कुनै पनि फङ्सन्स पऱ्यो भने मैले दिदीहरूको नै युज गर्थेँ. ऱ्यान्डम पसलमा गएर मेरो सेडको फाउन्डेसन दिनु भन्न पनि सक्थिनँ. दिदीहरूले नि भन्थ्यो कि जा तेरो सेडको फाउन्डेसन लिएर आइज, यस्तो हुँदैन भनेर भन्थ्यो. खै मलाई पर्चेस गर्न डर लाग्थ्यो. सो मसँग एउटा बेबी क्रिम थियो, मैले त्यही बेबी क्रिम नै युज गर्थेँ अहिलेसम्मलाई. सो आज मेरो मुड बन्यो, म अब्सेसन कस्मेटिक्समा गएँ. मेरो सेडको फाउन्डेसन दिनु भने मैले लिएर आएँ. सो मैले एप्लाई गर्दैछु अहिले. यसरी नै इभनली फेसबुकले नै लगाएँ. आफ्टर द्याट मैले एउटा ड्याम स्पन्ज लिएको थिएँ. त्यो स्पन्जले चाहिँ ड्याप 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 गरेँ. मलाई अरू मेकअपको केही आउँदैन, तर चाहिँ यो स्पन्जले चाहिँ ड्याप 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 एकदमै धेरै गर्नुपर्छ भन्ने चाहिँ थाहा छ मलाई. ड्याप 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 गरेपछि यस्तो देखिरहेछ. आफ्टर यो ड्याप ड्याप सेटिङ स्प्रे लगाएँ. सेटिङ स्प्रेलाई सुक्न दिएँ एकछिन. सेटिङ स्प्रे सुकिन्जेल चाहिँ मैले आई मेकअप गरौँ कि भन्ने सोचेँ. अनि म चाहिँ आई मेकअपतिर लागेँ. सानो मिनी फ्यान लियो भने पनि सजिलो हुने रहेछ. मैले आई स्याडोको लागि यो सेड लिएँ, एप्लाई गर्दैछु. आई स्याडोको बारेमा मलाई एउटा कुरा चाहिँ के थाहा छ भने जति ब्लेन्ड गऱ्यो उति फ्ललेस देखिन्छ क्या आई स्याडो. 3टा डिफ्रेन्ट सेड लिएर उनीहरूलाई राम्रोसँग ब्लेन्ड गऱ्यो भने एकदम राम्रो देख्छ जस्तो लाग्छ कि मलाई. पहिला पनि त्यस्तै गर्थेँ. सो लेट्स सी कस्तो देख्छ यो. राति नै परिसक्यो. मैले मोबाइलको ब्राइटनेस बढाएर चाहिँ यस्तो खिच्या हो कि यो. कस्तो राम्रो देखिरहेको छ, तर अँध्यारोमा खिचेको जस्तो देखाएको छैन. अनि आफ्टर द्याट मैले चाहिँ गाजर लगाउन ट्राई गरेँ. मैले त ब्लस पो लगाउनु लागेको रहेछु. यो ब्लसको कस्तो राम्रो पिगमेन्टेसन छ कि. अनि मैले ड्याप 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 गरेँ मेरो सेम स्पन्जले नै. आफ्टर ब्लस एभ्रिथिङ इज लुकिङ ग्रेट. अनि मैले गाजर लगाउनु लगाएँ. गाजर पनि राम्रो भयो. लिप बाम लगाउनु बिर्सेको रहेछु, लगाएँ. एज यु क्यान सी यस्तो राति भइसकेको थियो, अन्धकार भएको थियो. आउँछु पालो मास्कारा पनि लगाएँ. राम्रो देखिरहेको थियो. आई मेकअप राम्रो देखिए जस्तो लाग्थ्यो. अनि त्यसपछि मैले अलिअलि पाउडरले चाहिँ टचअप दिएँ. अनि त्यसपछि मैले के भन्छ यसलाई हाइलाइटर पनि लगाएँ. अनि आफ्टर हाइलाइटर आउँछ पालो लिपस्टिकको. भर्खर लिप बाम लगाएको भएर होला लिपस्टिक बसेको पनि थिएन कि. अनि आफ्टर लिपस्टिक मैले फेरि सेटिङ स्प्रेले सेट गरेँ मेकअपलाई. इट इज लुकिङ ग्रेट आई थिङ्क. एन्ड दिस इज हाउ इट लुक्स. अनि यो चाहिँ आफ्टर 1 आवर जस्तो हो. मेकअप सेट भइसकेपछि नै यस्तो राम्रो देख्छ कि मेरो फेसमा चाहिँ. एन्ड आइ एम लभिङ इट. अनि भोलि पनि आफ्टर अफिस आई विल ट्राई. बाई.